हेलो 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 साथीहरू, नमस्ते नमस्ते। ल सबैजना साथीहरूलाई स्वागत छ है। ल साथीहरू जोडिने क्रममा हुनुहुन्छ, एकैछिन धैर्य गर्नुहोस्। हामी आजको लागि सेसन सुरु गरि नै हाल्छौँ है त। ल नमस्ते नमस्ते एभ्रिवान, सबैजना साथीहरूलाई स्वागत छ है। हामी आज युट्युब च्यानलबाट छौँ र तपाईँहरूलाई दिएको जुन पूर्व जानकारी अनुसार चाहिँ आज समसामयिक सेसन छ भन्ने कुरा सबैलाई थाहा छ है। आज चाहिँ हामी समसामयिकसँग सम्बन्धित छलफल गर्नेछौँ। जिके सबैका लागि फिडब्याक सेसनमा सबैजना साथीहरूलाई स्वागत छ। नमस्ते नमस्ते एभ्रिवान है। कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, लिङ्क अरू साथीहरूलाई सेयर गर्दै गर्नुहोस् है। र साथीहरू पनि जोडिने क्रममा हुनुहुन्छ, एकैछिन धैर्य गर्नु होला ल। मैले पनि यो अरू साथीहरूलाई चाहिँ लिङ्क सेयर गर्दै एकैछिन साथीहरू ल जोडिन्छु। गर्दै गर्नुहोस् है। ल नमस्ते नमस्ते साथीहरू, नमस्ते सबैजना साथीहरूलाई स्वागत छ। नमस्ते सर भनिरहनु भएको छ, नमस्ते है सबैजना साथीहरूलाई। आजको सेसनमा मैले स्वागत गरेँ है त। ल नमस्ते साथीहरू, नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ। प्रत्यक्ष फेसबुक पेज लाइभ मार्फत जोडिनुभएका सम्पूर्ण साथीहरूलाई मैले एकमुष्टमा स्वागत गर्न चाहन्छु। र विशेष गरेर लोकसेवा आयोगतर्फ प्राविधिक अप्राविधिक होइन, शिक्षक सेवा आयोगतर्फ प्रावि निभावि मावि, सुरक्षा निकायतर्फ असै इन्सपेक्टर लगायत पाठ्यक्रममा जिके भएका र जिके तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूलाई उपयोगी हुने गरी तपाईँहरूको हरेक दिन बेलुका 9:15 बजेको समयमा म तपाईँहरूसँग लेखक तथा प्रशिक्षक आस्पन उपाध्याय जोडिने गर्दछु। र तपाईँहरूको पनि पाठ्यक्रममा जिके छ र जिके लेभल इम्प्रुभ गर्न चाहनुहुन्छ र जिकेको अभ्यासको दायरा विस्तार गर्न चाहनुहुन्छ भने तपाईँहरू पनि हरेक दिन बेलुका 9:15 बजेको समयमा चाहिँ जोडिने, यसको प्रत्यक्ष रूपमा लाभ लिने। किनकि प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन्, इक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्न छन्। तपाईँले त्यसरी बुझ्न पर्यो होइन। ल सबैजना साथीहरूलाई स्वागत गरेँ मैले। र साथीहरू, तपाईँहरूलाई जुन हामीले जानकारी पनि दिनै रहेका छौँ, तपाईँहरूको अब हप्ताको एक दिन बिहीबार चाहिँ समसामयिक मात्रै हुन्छ, करेन्ट अफेयर मात्रै हुन्छ। इक्जामको बेला चाहिँ धेरैजना साथीहरूले चाहिँ समसामयिक कसरी पढ्ने, कहाँबाट पढ्ने, के कुराहरू अपडेट भयो, धेरै तनावमा बस्नुभएको हुन्छ। त्यही तनावलाई मध्यनजर गर्दै तपाईँहरूको समसामयिक सेसन हामीले सञ्चालन गरेका छौँ। हरेक हप्ताको बिहीबार चाहिँ 9:15 बजे हाम्रो जिके फिडब्याक सेसन हुने रेगुलर टाइममा नै तपाईँहरूको सेसन सञ्चालन हुने गर्दछ। अरू दिन चाहिँ हामी अरू प्रश्नहरू, अरू टपिकका प्रश्नहरू, महत्त्वपूर्ण प्रश्न, सम्भावित प्रश्न ल्याउँछौँ भने बिहीबार बेलुका 9:15 बजेको समय चाहिँ समसामयिकका लागि हो भन्ने कुरा त्यही अनुसार बुझ्ने र नोट गर्ने। तपाईँहरूलाई चाहिँ इक्जामको बेला जुन समसामयिकको समस्या त्यो चाहिँ अब हुँदैन भन्ने कुरा चाहिँ हामीले विश्वस्त लगेका छौँ, हामीले त्यो चाहिँ उद्देश्य लगेका छौँ। र साथसाथै साथीहरू, जिके फिडब्याक सेसन अलमा सम्पूर्ण साथीहरूलाई आजको सेसनमा मैले पुनः पनि स्वागत गरेँ। हामी बिहीबारको दिन चाहिँ आस्पन उपाध्याय युट्युब च्यानलबाट मात्रै हुन्छ। यदि युट्युब च्यानल कोही साथीले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्। हामी छिट्टै 100K पुर्याएर चाहिँ सिल्भर प्ले बटनका साथ खुसियाली साट्नुपर्छ। हामी 85,000 सब्सक्राइबको नियरमा छौँ। ल सम्पूर्ण साथीहरूले चाहिँ यदि युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोस्। अरू दिन चाहिँ युट्युब च्यानल र फेसबुक च्यानल दुइटै माध्यमबाट हुन्छ। एम्बिसन गुरुको अनलाइन प्लेटफर्मबाट सञ्चालन हुने 9:15 बजेको फिडब्याक सेसनमा म तपाईँहरूसँग लेखक तथा प्रशिक्षक आस्पन उपाध्याय सहजीकरणका लागि जोडिने गर्दछु। ल लिङ्क अरू साथीलाई सेयर गर्ने, फेसबुक र मेसेन्जर विभिन्न ग्रुपहरू मार्फत सेयर गरेर जोडिनुहोस् त। अनि म तपाईँहरूलाई आजको लागि फिडब्याक सेसन सुरु गर्छु। ल त सबैले है, मैले फेसबुकमा पनि तपाईँलाई सेयर गरेको छु र धेरै टाइम लाग्दिनँ। ल मैले तपाईँलाई 2
मिनेटको टाइम दिएको छु। यो 2 मिनेटको टाइम केका लागि भने साथीले सेयर गरेर अरू साथीहरूलाई माझ पुर्याउनका लागि है। ल साथीहरू जोडिने क्रममा हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई मैले आजको सेसनमा स्वागत गरेँ है त। नमस्ते एभ्रिवान। ल स्क्रिन मार्फत टाइमिङ देखिसक्नु भएको छ। 2 मिनेटको टाइम दिएको छु र यो 2 मिनेटको टाइम केका लागि भने तपाईँहरूले सेयर गरेर अरू साथीहरूमाझ पुर्याउनका लागि है त। ल कहाँदेखि सुन्दै हुनुहुन्छ लिङ्कहरूलाई सेयर गरौँ। सब्सक्राइब नगर्नुभएका साथीहरूले चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला। बिहीबार चाहिँ हाम्रो युट्युब माध्यमबाट हुन्छ है। बिहीबार चाहिँ युट्युबबाट हुन्छ। हिजै नै मैले तपाईँलाई हिजो पनि जानकारी दिइसकेको थिएँ, कतिपय साथीहरूले फेरि नथाहा पाउनु होला भनेर होइन। ल ओके, नमस्ते नमस्ते सबैजना साथीहरूलाई चाहिँ स्वागत गरेँ मैले पुनः पनि है। सबैजना साथीहरूलाई मैले पुनः पनि आजको सेसनमा स्वागत गरेँ है त। ल स्क्रिन मार्फत टाइमिङ देखिसक्नु भएको छ। फेसबुकमा गएर फेसबुकमा चाहिँ आज छैन, फेसबुकमा आज छैन। हिजै जानकारी दिइसक्या हो। तपाईँहरूको समसामयिक चाहिँ युट्युबबाट मात्रै हुन्छ भन्ने कुरा हिजो नै जानकारी दिइसक्या हो है। तपाईँहरूलाई हिजो नै जानकारी दिइसकेको हो साथीहरू है। ल र हेर्नुहोस् त तपाईँहरूका लागि हामीले यति धेरै मिहिनेत गरिरहेका छौँ साथीहरू। तपाईँहरूलाई चाहिँ अहिलेको समयमा एउटा सामान्य कुराका लागि पनि पर्चेज गर्नुपर्ने, पैसा तिर्नुपर्ने बेलामा हेर्नुहोस् त तपाईँहरूका लागि चाहिँ बिहीबार करेन्ट अफेयर समसामयिकमा चाहिँ समस्या नहोस् है इक्जामको टाइममा भनेर तपाईँहरूलाई यसरी हामीले समसामयिक सेसन पनि गरिदिइरहेका छौँ होइन। त्यही कारणले गर्दा हरेक दिन बेलुका 9:15 बजेको समयमा बिहीबार चाहिँ समसामयिक सेसन हुन्छ। ल आउनुहोस् ढिला नगरी सुरु गरौँ तपाईँहरूको रोजाइको अनलाइन इक्जाम होइन। र प्रश्न ध्यान दिएर हेर्नु होला, प्रश्न ध्यान दिएर सुन्नु होला है त साथीहरू। ल सम्पूर्ण साथीहरूलाई स्वागत गरेँ। हेर्नुहोस् त आजको लागि फिडब्याक सेसनको पहिलो नम्बर प्रश्न तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ र प्रश्नले के भनेको छ त 2082 सालमा मनाइएको सामाजिक सुरक्षा दिवस कतिौं सामाजिक सुरक्षा दिवस हो भनेर 4वटा विकल्प दियो। ल साथीहरूलाई चाहिँ कमेन्ट गर्नुहोस् 2082 सालमा मनाइएको सामाजिक सुरक्षा दिवस कतिौं हो त। र विकल्पमा तपाईँहरूलाई 7औं, 9औं, 10औं र 8औं। अलिकति यो जुन अब बोर्डमा हेरिरहनुभएका साथीहरू यो चाहिँ मैले अप्सन चाहिँ एउटा हुन्छ बोर्डमा एउटा हुन्छ भन्नु होला। बोर्डमा चाहिँ के हुन्छ भने त्यो जुन अप्सन चाहिँ सफ्टवेयरले आफै कम्प्युटिङ गर्ने भएको कारणले गर्दा छ्यासम्यास गरिदिन्छ। तर बोर्डमा चाहिँ यो हामीले नै राखेको हुन्छ होइन। त्यो कारणले गर्दा अप्सन चाहिँ फरक पर्या हो है। धेरैजना साथीले सर सफ्टवेयरले चाहिँ एउटा देखाउँछ तपाईँको चाहिँ बोर्डमा अर्को हुन्छ भन्नुहुन्छ। कारण चाहिँ त्यो हो। तर जसरी भए पनि अप्सन चाहिँ एबाट डी भए पनि डीबाट सी भए पनि जहाँ भए पनि तपाईँले बुझ्नुपर्ने कुरा हो। त्यो कारणले गर्दाखेरि चाहिँ बुझ्ने। अब यहाँ धेरैजना साथीहरूले 9 भन्नुभयो सामाजिक सुरक्षा दिवस। हेर्नुहोस् त अब यो सामाजिक सुरक्षा दिवसको सन्दर्भमा थोरै कन्सेप्ट बुझ्नुहोस्। सामाजिक सुरक्षा दिवस चाहिँ कहिले मनाइन्छ त सबैभन्दा सुरुमा त्यो बुझ्न पर्यो। हामी प्रत्येक वर्ष आजकै दिन मङ्सिर 11 गते है सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ मङ्सिर 11 गते है। मङ्सिर 11 गते सामाजिक सुरक्षा दिवस मनाइन्छ अथवा हामीले आज सामाजिक सुरक्षा दिवस मनायौँ र यो आजकै प्रश्न हो 2082 सालमा मनाइएको अथवा आज 2082 मङ्सिर 11 गते मनाइएको सामाजिक सुरक्षा दिवस कतिौं सामाजिक सुरक्षा दिवस हो भनेर भनेको छ। यसको सही विकल्प भनेको 8औं हो साथीहरू। 8औं भनेका साथीहरूको मिलेको छ। र अब मङ्सिर 11 गते सामाजिक सुरक्षा दिवस त मनाउँछौँ र 2082 को नारा के हो भनेर तपाईँलाई सोध्न सक्छ। नोट गर्नुहोस् सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिक जीवनको रक्षा भन्ने नाराका साथ हामीले यो वर्ष सामाजिक सुरक्षा दिवस 2082 मङ्सिर 11 गते मनाएका छौँ। र यसको सही विकल्प भनेको 2082 मङ्सिर 11 को 2082 मङ्सिर 11 को सामाजिक सुरक्षा दिवस यो वर्षको 8औं सामाजिक सुरक्षा दिवस हो है। ल 8औं भनेका साथीहरूको मिलेको छ। अरू साथीहरूले चाहिँ यसलाई करेक्सन गर्न पर्यो। ल आजको लागि पहिलो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 4 8औं है त। ल र 8औं भनेर सही विकल्प दिनुहुने सम्पूर्ण साथीलाई बधाई छ। 50+ साथीले सही विकल्प दिनुभएको छ। कङ्ग्रेचुलेसन टु अल। र दोस्रो नम्बर प्रश्न
र आजको लागि दोस्रो नम्बर प्रश्न, भोकमरी सूचकाङ्क 2025 अनुसार भोलि फेसबुक पेजमा हालिदिन्छु ल, यो चाहिँ सबै फिडब्याक चाहिँ भोलि फेसबुक पेजमा हालिदिन्छु, त्यहाँ हेर्नु होला है। भोकमरी सूचकाङ्क 2025 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ? अप्सन नम्बर 1 92औं, अप्सन नम्बर 2 90औं, अप्सन नम्बर 3 76औं, अप्सन नम्बर 4 72औं। लिङ्क अरूलाई सेयर गरेर सहभागी जनाउनु पर्यो है साथीहरू। ल लिङ्क अरूलाई सेयर गरौँ। आज चाहिँ हामी युट्युबबाट मात्रै छौँ। यो जानकारी त मैले हिजै पनि साथीहरूलाई दिइसकेका थिएँ, तर कतिपय साथीहरूले अब चाहिँ युट्युबबाट भन्दैमा चाहिँ जोडिनुहुन्न, त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति युट्युबमा पनि जोडिनु पर्यो है भनेर चाहिँ मैले युट्युबबाट तपाईँहरूको हुन्छ भनेर जानकारी त दिइसकेका थिएँ, त्यही पनि साथीहरूले बुझ्नु पर्यो। भोकमरी सूचकाङ्क 2025 अनुसार नेपाल कतिौं स्थानमा छ भनेर 4वटा विकल्प दिएको छ। हेर्नुहोस् है, एकदमै महत्त्वपूर्ण प्रश्न र सम्भावित प्रश्न हो। अब धेरैले यहाँ 92औं स्थानमा भनेर भन्नुभएको छ। 92 स्थान हो भोकमरी सूचकाङ्क हो त? विश्व खुसी सूचकाङ्क हेर्नुहोस् त, विश्व खुसी सूचकाङ्क, यो नोट गर्नुहोस्, विश्व खुसी सूचकाङ्क 2025 अनुसार, विश्व खुसी सूचकाङ्क 2025 अनुसार चाहिँ नेपाल कतिौं स्थानमा छ भनेर तपाईहरुलाई सोध्यो भने यसको एन्सर भनेको चाहिँ कतिौं स्थानमा हुन्छ त? 92औं स्थानमा। 92औं स्थानमा भनेको खुसी सूचकाङ्क। अर्को तपाईलाई 90औं, 90औं भनेको प्रेस स्वतन्त्रता सूचकाङ्क, प्रेस स्वतन्त्रता सूचकाङ्क, प्रेस स्वतन्त्रता सूचकाङ्क 2025 सूचकाङ्क 2025 अनुसार चाहिँ कतिौं स्थानमा छ? यो चाहिँ 90औं स्थानमा भन्ने कुरा बुझ्नु पर्यो। अनि 76औं स्थानमा भनेको के हो त? शान्ति सूचकाङ्क, विश्व शान्ति सूचकाङ्क 2000, विश्व शान्ति सूचकाङ्क 2025 अनुसार नेपाल कतिौं स्थानमा छ? हैन, पीस इन्डेक्स 2025 2025 अनुसार नेपाल 76औं स्थानमा छ भने अहिले 2025 को भोकमरी सूचकाङ्क अनुसार चाहिँ नेपाल 72औं स्थानमा छ। यो भन्दा अगाडिको चाहिँ एडिसनको जीके किङ किन्नु भएका साथीहरु अस्ति भर्खरै अपडेट भएको छ। पहिला चाहिँ 68औं स्थानमा थियो, यो चाहिँ है 68औं स्थानमा थियो, तर अहिले यो लेटेस्ट अपडेट हो, अहिले 72औं स्थानमा छ नेपाल चाहिँ भोकमरी सूचकाङ्क अनुसार। 68औं स्थानमा भनेर चाहिँ बुक किन्नु भएको छ। यो भन्दा अगाडि जीके किङ मात्रै नभएर यो भन्दा अगाडिका जति पनि एडिसनहरुका अन्य सरहरुका बुक किन्नु भएको छ भने त्यहाँ चाहिँ सबैको 68औं लेखा छ। अहिले चाहिँ लेटेस्ट अपडेट अनुसार नेपाल भोकमरी सूचकाङ्क 2025 अनुसार नेपाल 72औं स्थानमा रहेको छ। 72 TH इज द करेक्ट एन्सर। ल 72औं बुझिन्छ। हेर्नुस् त 92औं भनेका साथीहरु बुझ्नुभयो, धेरैले 92औं भन्नु भएको छ। 92औं भनेको विश्व खुसी सूचकाङ्क 2025 अनुसार चाहिँ नेपाल 92औं स्थानमा छ। तर तपाईलाई भोकमरी सूचकाङ्क भनेको कारणले गर्दा भोकमरी सूचकाङ्क 2025 अनुसार चाहिँ नेपाल 72औं स्थानमा छ। 72औं भनेका साथीहरुको मिलेको छ, अरु साथीहरुले यसलाई करेक्सन गर्न पर्यो। शान्ति सूचकाङ्क अनुसार चाहिँ 76औं स्थानमा छ है, यो कुरा चाहिँ साथीहरुले ध्यान दिन पर्यो। ल ओके, अर्को प्रश्नतिर लागौं। आजको लागि दोस्रो नम्बर प्रश्नको सही विकल्प भनेको 72औं हो। तेस्रो नम्बर प्रश्न हेर्नुस् त, नवनियुक्त सचिव नेपाल सरकारको मुख्य सचिव हैन, मुख्य सचिव सुमन राज अर्याल कतिौं नेपाल सरकारको मुख्य सचिव हुन्? अप्सन नम्बर 1 30औं, अप्सन नम्बर 2 29औं, अप्सन नम्बर 3 28औं, अप्सन नम्बर 4 27औं। नवनियुक्त मुख्य सचिव सुमन राज अर्याल कतिौं नेपाल सरकारको मुख्य सचिव हुन् भनेर 4वटा विकल्प दिएको छ है। तपाईहरुलाई मैले यो युट्युब च्यानल मार्फत चाहिँ अरु पनि जीके का भिडियोहरु अरु पनि हालिरहेको हुन्छु र यो भन्दा अगाडिका जति पनि भिडियोहरु छन् त्यो सबै यही युट्युब च्यानल मार्फत छन्। त्यो कारणले गर्दा सब्स्क्राइब नगर्नु भएका साथीले सब्स्क्राइब गरेर बेल आइकन क्लिक गरेर चाहिँ तपाईहरु जोडिनु होला हैन। नवनियुक्त मुख्य सचिव सुमन राज अर्याल कतिौं नेपाल सरकारको मुख्य सचिव हुन्? अप्सन नम्बर 1 30औं, अप्सन नम्बर 2 29औं, अप्सन नम्बर 3 28औं र अप्सन नम्बर 4 27औं गरेर 4वटा विकल्प दिएको छ। हेर्नुस् त, अब सबैभन्दा सुरुमा तपाईहरुले चाहिँ यो के बुझ्न पर्यो भने मुख्य सचिवको सन्दर्भमा नवनियुक्त अहिले केही दिन अगाडि मात्रै नेपाल सरकारको मुख्य सचिव, सबभन्दा ठूलो पद मुख्य सचिवमा चाहिँ सुमन राज अर्याल नियुक्त भएका छन्। अथवा तपाईहरुलाई हाल मुख्य सचिव को भएका छन् भनेर सोध्न सक्छ। हाल मुख्य सचिव को छन् अथवा नवनियुक्त मुख्य सचिवको नाम के हो भनेर सोध्यो भने चाहिँ सुमन राज अर्याल है, सुमन राज अर्याल हो। यो कुरा बुझौं। र सुमन राज अर्याल भनेको चाहिँ कहिले मुख्य सचिव भए त? निर्णय कहिले भयो र लागू कहिले भयो? 2082
मङ्सिर 8 गते चाहिँ नियुक्त भएका छन् है। सोमनराज अर्याल नेपाल सरकारको मुख्य सचिवमा कहिले नियुक्त भए त भनेर सोध्यो भने 2082 मङ्सिर 8 गते चाहिँ नियुक्त भएको छ र कार्यकाल सुरु चाहिँ फेरि 10 गतेबाट भएको हो ल। 2082 मङ्सिर 10 गतेबाट चाहिँ लागु 9 गते चाहिँ योभन्दा अगाडिका मुख्य सचिव चाहिँ अवकाश 58 वर्ष अवकाश पुगिसकेपछि उमेर हद पुगिसकेपछि अवकाश भए र 2082 मङ्सिर 10 गतेदेखि चाहिँ के भयो त लागु हुने गरी 2082 मङ्सिर 8 गते चाहिँ सोमनराज अर्याल नियुक्त भएका छन् है। 82 मङ्सिर 8 मा चाहिँ नियुक्त नयाँ चाहिँ महासचिव मुख्य सचिव नियुक्त कहिले भए भनेर सोध्यो भने 82 मङ्सिर 8 भन्ने मङ्सिर 10 गते लागु भयो। को हो भनेर सोध्यो भने सुमनराज अर्याल। प्रश्नले चाहिँ कतिौं नेपाल सरकारको मुख्य सचिव हुन् त भनेर सोधेको छ। यसको सही विकल्प 29औं इज द करेक्ट आन्सर। 29औं भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो है त। ल आजको लागि तेस्रो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 2 29औं इज द करेक्ट आन्सर। अगाडि बढौँ है साथीहरू। ल आजको लागि चौथो नम्बर प्रश्न हेर्नुहोस् त। प्रश्नले के भनेको छ, दृष्टिविहीन महिला T20 विश्वकप 2025 को उपविजेता मुलुक कुन बनेको छ? अप्सन नम्बर 1 श्रीलङ्का, अप्सन नम्बर 2 भारत, अप्सन नम्बर 3 पाकिस्तान, अप्सन नम्बर 4 नेपाल। ल भन्नुहोस्, दृष्टिविहीन महिला T20 विश्वकप 2025 को उपविजेता मुलुक कुन बनेको छ? अप्सन नम्बर 1 इज श्रीलङ्का, अप्सन नम्बर 2 इज भारत, अप्सन नम्बर 3 इज पाकिस्तान, अप्सन नम्बर 4 इज नेपाल। दृष्टिविहीन महिला T20 विश्वकप 2025 यो चाहिँ पहिलो उपाधि, यो चाहिँ पहिलो संस्करण हो र पहिलो उपाधि अथवा चाहिँ पहिलो उपविजेता, पहिलो संस्करणको उपविजेता चाहिँ कुन मुलुक बन्यो त भन्ने कुरा चाहिँ तपाईलाई सोधेको छ है। ल भन्नुहोस् त, अप्सन नम्बर 1 2 3 4 का आधारमा तपाईलाई चाहिँ चारवटा विकल्प दियो। अब यसमा हेर्नुहोस् है, पहिलो पटक यो दृष्टिविहीन महिलाको विश्वकप भएको कारणले गर्दा, T20 विश्वकप भएको कारणले गर्दा तपाईलाई सोध्न सक्छ। सबभन्दा सुरुमा चाहिँ मैले आयोजनाबाट नै सुरु गरेँ ल। आयोजना कहिले भयो र कहाँ भयोबाट नै सुरु गरेँ। तपाईहरुलाई चाहिँ दृष्टिविहीन महिला T20 विश्वकप 2025 पहिलो संस्करण हो, पहिलो पटक आयोजना भएको 2025 नोभेम्बर 11 देखि 23 सम्म। 2025 नोभेम्बर 11 देखि लगेर 23 सम्म भएको थियो। यो भनेको चाहिँ के हो त, पहिलो संस्करण हो ल। दृष्टिविहीन महिलाको T20 भनेको यो पहिलो विश्वको पहिलो संस्करण हो, पहिलो संस्करण। त्यो कारणले गर्दाखेरि पनि महत्त्वपूर्ण छ। र अब आयोजना कुन कुन मुलुकमा भयो त? भारत र श्रीलङ्कामा आयोजना भयो, भारत र श्रीलङ्कामा चाहिँ आयोजना भयो र यस्तो बा चाहिँ भारत र श्रीलङ्कामा आयोजना त भयो। अब यस्तो तपाईलाई प्रश्नले चाहिँ उपविजेता मुलुक कुन बनेको छ भनेको छ, जस अन्तर्गत चाहिँ विजेता बन्न सफल भएको छ भारत है। पहिलो संस्करणको दृष्टिविहीन महिला T20 विश्वकप 2025 को विजेता भारत बनेको छ भने उपविजेता कुन मुलुक बन्यो भनेर सोधेको छ। हाम्रै देश नेपाल उपविजेता बनेको छ र नेपालको क्याप्टेन तपाईलाई सोध्न सक्छ, कप्तान। नेपालको कप्तान गीता पौडेल ल। नेपालको कप्तान भनेको चाहिँ को थिइन् त? कप्तान गीता पौडेल है। नेपालको कप्तान भनेको गीता पौडेल। गीता पौडेल कुन खेलसँग सम्बन्धित छन् भनेर सोधिन सक्छ। गीता पौडेल भनेको दृष्टिविहीन महिला T20 विश्वकपमा चाहिँ नेपालको कप्तानका रूपमा अथवा दृष्टिविहीन महिलाको नेपालको टिममा चाहिँ महिला कप्तान को छिन् त गीता पौडेल रहेकी छिन् र गीता पौडेल चाहिँ कप्तान। नेपाल उपविजेता बनेको छ, भारत विजेता बनेको छ। भारत र श्रीलङ्कामा 2025 नोभेम्बर 11 देखि 23 सम्म दृष्टिविहीन महिलाको T20 विश्वकपको पहिलो संस्करण चाहिँ आयोजना भयो। उपविजेता मुलुक भनेको कारणले गर्दा नेपाल इज द करेक्ट आन्सर। नेपाल भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्नु होला। एक साथ 2000 जना साथीले युट्युबबाट मात्रै हेर्नु भएको छ, हेरिरहनु भएको छ। एकदमै धन्यवाद तपाईहरुको यो माया हैन। जता जता हाँस्पन सर त्यतै त्यतै हामी भन्नु भएको छ। एकदमै है, तपाईले चाहिँ जहाँ भन्ने पनि जोडिनुहुन्छ, खुसी लाग्छ हैन। र चौथो नम्बर प्रश्नको सही विकल्प चाहिँ नेपाल हो। फेसबुक चाहिँ के भयो सर भन्नु भएको छ। फेसबुक चाहिँ यो बिहीबार चाहिँ युट्युबबाट मात्रै हुन्छ, त्यो कारणले गर्दा फेसबुकमा भएन। बिहीबार चाहिँ हामी समसामयिक गर्छौं, युट्युबबाट मात्रै हुन्छ है त। अर्को प्रश्न हेर्नुस्, संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदन 2025 अनुसार विश्वको सबैभन्दा ठूलो शहर कुन बन्न सफल भएको छ? अप्सन नम्बर 1 नयाँ दिल्ली, अप्सन नम्बर 2 ढाका, अप्सन नम्बर 3 टोकियो, अप्सन नम्बर 4 जकार्ता
है। संयुक्त राष्ट्रसङ्घ युनाइटेड नेसन अर्गनाइजेसनको नयाँ प्रतिवेदन 2025 अनुसार विश्वको सबैभन्दा ठुलो सहर कुन बन्न सफल भएको छ भनेर 4वटा विकल्प दियो। नयाँ दिल्ली, ढाका, टोकियो र जकार्ता। सब्सक्राइब नगर्नुभएका साथीहरू युट्युबलाई पनि सब्सक्राइब गर्दै गर्नुहोस् है। युट्युबलाई सब्सक्राइब गर्नुहोस्, बेल आइकन क्लिक गर्नुहोस्, किनकि तपाईँहरूकै लागि भिडियो हाल्ने हो। र साथसाथै बिहीबार चाहिँ अब युट्युबबाट मात्रै हुन्छ, अरू दिन चाहिँ तपाईँहरू युट्युबबाट जतातिरबाट जोडिँदा पनि भयो, तर बिहीबार चाहिँ त्यो कुरा बुझ्नु पर्यो। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदन 2025 अनुसार विश्वको सबैभन्दा ठुलो सहर कुन बन्न सफल भएको छ भनेर 4वटा विकल्प दिएको छ। यो चाहिँ अब किन पनि महत्त्वपूर्ण छ भने साथीहरू एकदमै अपडेटेड हो। योभन्दा पहिला हामीले सबैभन्दा ठुलो सहर भनेर के पढेको? विश्वको सबभन्दा ठुलो सहर भनेर टोकियो पढेको। तर अब योभन्दा पछाडि टोकियो भनेर पढ्न भएन। अब चाहिँ नयाँ प्रतिवेदन 2025 अनुसार विश्वको सबैभन्दा ठुलो सहर बन्न सफल भएको छ इन्डोनेसियाको जकार्ता है। जकार्ता इन्डोनेसिया है। इन्डोनेसियाको जकार्ता विश्वको सबैभन्दा ठुलो सहर बन्न सफल भएको छ 2025 को युएनको नयाँ प्रतिवेदन अनुसार। र इन्डोनेसियाको जकार्तामा 4 करोड 19 लाख, हेर्नुहोस् त 4 करोड 19 लाख चाहिँ जनसङ्ख्या छ। 4 करोड 19 लाख। नेपालको जनसङ्ख्या भन्दा पनि बढी एउटै सहरमा, हेर्नुहोस् त 4 करोड 19 लाख के छ जनसङ्ख्या रहेको छ इन्डोनेसियाको जकार्तामा। र यो विश्वको सबैभन्दा ठुलो सहर बन्न सफल भएको छ 2025 देखि उता। अब हामीले ठुलो सहर भनेर इन्डोनेसियाको जकार्ता भनेर पढ्छौँ। ढाका, बङ्गलादेशको ढाका यो दोस्रो स्थानमा छ। मैले 5वटाकै लेखाइदिन्छु ल। यो चाहिँ सेकेन्ड स्थानमा छ। जापानको टोकियो यो थर्ड स्थानमा गयो। अब जापानको टोकियो यो थर्ड स्थानमा छ ल। टप 5 देशकै लेखाइदिन्छु, कहिलेकाहीँ क्रम मिलाऊ भनेर सोधिन सक्छ। अनि यसै गरी चौथो स्थानमा नयाँ दिल्ली रहेको छ। नयाँ दिल्ली भारतको नयाँ दिल्ली यो चाहिँ चौथो स्थानमा रहेको छ भने 5औं स्थानमा सङ्घाई चीन, साङ्घाई चीनको साङ्घाई है। चीनको साङ्घाई सहर भनेको 5औं स्थानमा रहेको छ ल। यति कुरा चाहिँ तपाईँले बुझ्ने। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदन 2025 अनुसार चाहिँ विश्वका ठुला सहरहरू 5 ठुला सहरहरू क्रम अनुसार चाहिँ हेर्नुहोस् त। पहिलो इन्डोनेसियाको जकार्ता, दोस्रो बङ्गलादेशको ढाका, तेस्रो जापानको टोकियो, चौथो भारतको नयाँ दिल्ली र 5औं चीनको साङ्घाई। र सबैभन्दा ठुलो सहर कुन बन्न सफल भएको छ भनेको कारणले गर्दा इन्डोनेसियाको जकार्ता इज द करेक्ट एन्सर ल। जकार्ता भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। आजको लागि 5औं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 4 जकार्ता इज द करेक्ट एन्सर। What is the 2025 theme for World Children's Day? Option number 1 is My Day, My Right. Hey, option number 1 is My Day, My Right. Option number 2 is for every children, every right. Option number 3 is every children, every voice. Option number 4 is Children First, Always. What is the 2025 theme for World Children's Day? भनेको प्रश्नले नेपालीमा 2025 को विश्व बाल बालिका दिवस को नारा के रहेको छ भनेर सोधेको छ। अन्तर्राष्ट्रिय बाल बालिका दिवस को नारा चाहिँ के रहेको छ त ल भन्नुस् त। अथवा चाइल्ड राइट को चाहिँ डे, चिल्ड्रेन डे, अथवा तपाईलाई चाहिँ बाल अधिकारको दिवस भनेर पनि भन्न सक्छ। यो चाहिँ त्यसरी बुझ्नु पर्छ, चिल्ड्रेन डे अथवा यसलाई चाहिँ बाल अधिकार दिवस पनि भनेको छ है। ल अब धेरैजना साथीहरूले चाहिँ सही नै विकल्प दिनुभएको छ। यस प्रश्नको चाहिँ सही विकल्प भनेको हेर्नुहोस् त, सबभन्दा सुरुमा यो बाल दिवसकै कुरा गरौँ। अन्तर्राष्ट्रिय चाहिँ बाल दिवस, अन्तर्राष्ट्रिय बाल दिवस है। अन्तर्राष्ट्रिय बाल दिवसकै कुरा गरौँ। यो अन्तर्राष्ट्रिय बाल दिवस भनेको चाहिँ कहिले मनाइन्छ त? प्रत्येक वर्ष नोभेम्बर 20 मा, नोभेम्बर 20 मा के मनाइन्छ? अन्तर्राष्ट्रिय बाल दिवस नोभेम्बर 20 मा मनाइन्छ। र नोभेम्बर 20 मा मनाइने अन्तर्राष्ट्रिय बाल दिवसको नारा भनेको चाहिँ के छ भनेर भनेको छ। नेपालीमा चाहिँ मेरो दिन मेरो अधिकार भनेको छ। के भनेको छ? मेरो दिन मेरो अधिकार है। मेरो दिन मेरो अधिकार, मेरो दिन मेरो अधिकार हो चाहिँ नेपालीमा मेरो अधिकार। र इङ्ग्लिसको कुरा गर्ने हो भने चाहिँ मेरो दिन भनेको माई डे, मेरो अधिकार माई राइट। ल माई डे माई राइट इज द करेक्ट एन्सर। माई डे माई राइट भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्नु होला। आजको लागि
छैटौं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 1 माई डे माई राइट इज द करेक्ट एन्सर। ल ओके, अर्को प्रश्नतिर लागौँ। छैटौं नम्बर प्रश्नको सही विकल्प 188 प्लस साथीले सही विकल्प दिनुभएको छ। कङ्ग्रेचुलेसन टु अल 188 मेनी पार्टिसिपेन्ट ह्याभ गिभ द करेक्ट एन्सर। कङ्ग्रेचुलेसन टु अल। देन आजको लागि 7औं नम्बर प्रश्न। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रिय सम्पर्क अधिकारीको बैठक 2025 डिसेम्बरमा कहाँ हुँदैछ? अप्सन नम्बर 1 बेजिङ, अप्सन नम्बर 2 नयाँ दिल्ली, अप्सन नम्बर 3 ढाका, अप्सन नम्बर 4 टोकियो। ल भन्नुहोस्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रिय सम्पर्क अधिकारीहरूको बैठक 2025 डिसेम्बरमा कहाँ हुँदैछ भनेको छ है। अप्सन नम्बर 1 इज बेजिङ, अप्सन नम्बर 2 इज नयाँ दिल्ली, अप्सन नम्बर 3 इज ढाका, अप्सन नम्बर 4 इज टोकियो। यो मिति सहित नै जान्नुहोस् है। ल हेर्नुहोस् त, यसको सही विकल्प भनेको चाहिँ के हो? अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको कुरा गरेको छ। सबभन्दा सुरुमा आयोजना चाहिँ कुन मितिमा है? सबभन्दा सुरुमा मिति जानुहोस्। आयोजना हुने मिति भनेर तपाईँलाई सोध्यो भने डिसेम्बर 1 देखि डिसेम्बर 5, 2025 डिसेम्बर 1 देखि लगेर डिसेम्बर 5 सम्म हुँदैछ। यो चाहिँ आयोजना हुने मिति। अनि त्यसपछि अब विक्रम सम्वतमा हेर्ने हो भने चाहिँ विक्रम सम्वत 2082 मङ्सिर 15 देखि 19, मङ्सिर 15 देखि लगेर 19 सम्म अथवा डिसेम्बर 1 देखि 5 सम्म हुँदैछ। र कहाँ हुँदैछ त? चीनको बेजिङमा हुँदैछ है। बेजिङ चीनको बेजिङमा हुँदैछ। र नेपालको तर्फबाट कसले सहभागी जनाए भनेर सोध्न सक्छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रिय सम्पर्क अधिकारीहरूको बैठक 2025 मा नेपालको तर्फबाट सहभागी जनाउने विश्वबाबु पुडासैनी है। विश्वबाबु पुडासैनीले आयोजना जनाउँदैछन्। विश्वबाबु पुडासैनी। अब यो चाहिँ धेरैजना साथीहरूका लागि चाहिँ नौलो हुनसक्छ। यो विश्वबाबु पुडासैनी भनेको सचिव, नेपाल सरकारको विज्ञान प्रविधि मन्त्रालयको मुख्य सचिव भनौँ न होइन, मन्त्रालयको चाहिँ प्रमुख सचिव विश्वबाबु पुडासैनी विज्ञान प्रविधि सचिव है। विज्ञान प्रविधि मन्त्रालय सचिव, विज्ञान प्रविधि मन्त्रालयको सचिव हुने नि है। मन्त्रालयको सचिवले चाहिँ नेपालको तर्फबाट सहभागी जनाउँदैछन्। नेपालको तर्फबाट सहभागी, नेपालको तर्फबाट सहभागी। हेर्नुहोस् तपाईँहरूलाई चाहिँ के भन्दैछ भने प्रश्नले कहाँ आयोजना हुँदैछ? 2025 डिसेम्बर 1 देखि डिसेम्बर 5 सम्म हुँदैछ र चीनको बेजिङमा। बेजिङ इज द करेक्ट एन्सर। बेजिङ भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। ल आजको लागि 7औं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 1 बेजिङ। ओके, 8औं नम्बर प्रश्नतिर लागौँ। आजको लागि 8औं नम्बर प्रश्न हेर्नुहोस् त, तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ। र प्रश्नले चाहिँ के सोधेको छ भने सङ्घीय मामिला मन्त्रालयको इतिहासमै पहिलो पटक महिला सचिव बन्न सफल नवनियुक्त सचिव को हुनुहुन्छ? अप्सन नम्बर 1 सविता भण्डारी, अप्सन नम्बर 2 मनदेवी श्रेष्ठ, अप्सन नम्बर 3 निर्मला शर्मा, अप्सन नम्बर 4 चन्द्रकला पौडेल। सङ्घीय मामिला मन्त्रालयको इतिहासमै पहिलो पटक महिला सचिव बन्न सफल नवनियुक्त सचिव को हुनुहुन्छ? सविता भण्डारी, मनदेवी श्रेष्ठ, निर्मला शर्मा, चन्द्रकला पौडेल। लाइभ मार्फत जोडिनुभएका साथीहरू यदि युट्युबलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला है। सब्सक्राइब गरेर जोडिनुहोस्। र अब हामी एकदमै 85,000 सब्सक्राइबको नियरमा छौँ होइन। र यसको सही विकल्प भनेको चन्द्रकला पौडेल। धेरैले सविता भण्डारी भनिदिनु भयो, तर यसको सही विकल्प भनेको चाहिँ तपाईँहरूलाई सङ्घीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय प्रशासन भन्छ, मामिला मन्त्रालयको पहिलो पटक चाहिँ महिला सचिव पाएको छ। इतिहासमै पहिलो पटक महिला सचिव पाएको छ। र इन्टरभ्यूतिर अरूतिर पनि यो सोध्न सक्ने सम्भावित प्रश्न हो है। कुन चाहिँ पहिलो महिला सचिव कुन पायो भनेर सोध्न सक्छ। चन्द्रकला पौडेल 82 मङ्सिर 8 गते चाहिँ मन्त्री परिषदले निर्णय गरेको थियो। ल 2082 मङ्सिर 8 को निर्णय, 2082 मङ्सिर 8 को निर्णय अनुसार चाहिँ
सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा इतिहासमै पहिलोपटक महिला सचिव पाएको छ र उहाँको नाम चाहिँ चन्द्रकला पौडेल हो है त। र चन्द्रकला पौडेल भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। इतिहासमै पहिलोपटक महिला सचिव पाएको छ सङ्घीय मामिला मन्त्रालयले। ल, चन्द्रकला पौडेल भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गरौँ। विकासजी, यसै गरेर तुलसीजी लगायत आसमन सर आई लभ युजी। अब उहाँको चाहिँ रियल नामबाट चाहिँ रियल नाम भनिदिनु ल, मलाई तपाईँकोमा चाहिँ रियल नाम भन्नुभयो भने याद गर्छु है, अवश्य पनि। ल, ओके, 41+ साथीहरूले सही विकल्प दिनुभएको छ, कङ्ग्रेचुलेसन टु अल। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025मा शतक हान्ने पहिलो खेलाडी को हुन्? अप्सन नम्बर 1 इज मार्टिन गुप्टिल, अप्सन नम्बर 2 इज मार्क वाट, अप्सन नम्बर 3 जेम्स निसाम, अप्सन नम्बर 4 एन्ड्रिस गौस। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025मा शतक हान्ने पहिलो खेलाडी को हुन्? अप्सन नम्बर 1 इज मार्टिन गुप्टिल, अप्सन नम्बर 2 इज मार्क वाट, अप्सन नम्बर 3 जेम्स निसाम, अप्सन नम्बर 4 इज एन्ड्रिस गौस। नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो संस्करण 2025मा शतक हान्ने अथवा शतक बनाउने, शतक भनेको चाहिँ 100 रनलाई शतक भन्छ है, शतक हान्ने पहिलो खेलाडी को हुन् भनेर 4वटा विकल्प दिएको छ। ल हेर्नुहोस्, अब यहाँ धेरैजना साथीहरूले चाहिँ सही नै विकल्प दिनुभएको छ, कतिपय साथीहरूले चाहिँ अन्य विकल्प पनि दिनुभयो। यो एन्ड्रिस गौस भनेको पोखरा एभेन्जर्सका खेलाडी एन्ड्रिस गौस, यो चाहिँ 2024को एनपिएलको पहिलो संस्करण, एनपिएलको पहिलो संस्करणको एकमात्र शतक यिनले हानेका थिए है। एनपिएलको पहिलो संस्करण 2024मा एकमात्र शतक है, 2024मा एकमात्र शतक हान्ने एन्ड्रिस गौस हुन्। अरू कसैले पनि शतक हान्न सकेका थिएनन्, एकमात्र शतक हानेका थिए एन्ड्रिस गौसले, पोखरा एभेन्जर्सका प्लेयर। र यो वर्ष दोस्रो संस्करणमा चाहिँ अहिलेसम्म एउटा मात्रै शतक छ, त्यो पनि विदेशी प्लेयर, नेपाली प्लेयरले हान्न सकेको छैन। र यसको सही विकल्प भनेको मार्क वाट है, कर्णाली याक्सका प्लेयर मार्क वाटले लुम्बिनी विरुद्धको खेल होइन, लुम्बिनी विरुद्धको खेलमा चाहिँ 114 रन बनाएका थिए है। कति रन? 114 रन बनाएका थिए है। यो चाहिँ अब फेरि साथीहरूलाई चाहिँ सर यो जुन शतक भनेको के हो भन्नु होला, शतक भनेको चाहिँ 100 रन पुरा गर्नु, एउटै म्याचमा यदि 100 रन पुरा गर्यो भने त्यसलाई शतक भन्छ। र त्यो चाहिँ कर्णाली याक्सका प्लेयर मार्क वाटले शतक प्रहार गरेका छन्। यो चाहिँ एनपिएलको दोस्रो संस्करण 2025को पहिलो शतक हो। मार्क वाट इज द करेक्ट एन्सर। ल, मार्क वाट भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्नु होला है त। ओके, र 9 नम्बर प्रश्नको सही विकल्प दिनुहुने 213+ साथीहरूलाई बधाई छ। 231+ साथीहरूले सही विकल्प दिनुभएको छ, कङ्ग्रेचुलेसन टु अल। र 10औं नम्बर प्रश्न, उद्योग दिवस हरेक वर्ष कुन दिन मनाइन्छ? अप्सन नम्बर 1 मङ्सिर 9, अप्सन नम्बर 2 मङ्सिर 8, अप्सन नम्बर 3 मङ्सिर 7, अप्सन नम्बर 4 मङ्सिर 10। उद्योग दिवस हरेक वर्ष कुन दिन मनाइन्छ? के छ साथीहरू, सिकिँदै छ नि, नयाँ नयाँ प्रश्नहरू, अपडेटेड प्रश्नहरू एकैचोटि चाहिँ सरले यसरी चाहिँ बिहिबार ल्याउँदाखेरि खुसी लागिरहेको छ कि छैन? बोरिङ त छैन नि साथीहरूलाई है? तपाईँहरूकै लागि हेर्नुहोस् त, यो समयमा पनि हरेक कुरामा पेमेन्ट गर्नुपर्ने टाइममा तपाईँहरूलाई यसरी समसामयिकको चाहिँ इक्जामको समयमा समस्या नहोस् भनेर यसरी मैले तपाईँलाई सहजीकरण गरिरहेको छु। यो कुरा तपाईँले बुझ्नु नै भएको छ होइन त? ल, हामी आजको लागि कतिौं नम्बर प्रश्नमा छौँ? 10औं नम्बर प्रश्नमा छौँ है। ओके साथीहरू, अब हेर्नुहोस्, यो उद्योग दिवसको थोरै हिस्ट्री हेरौँ। उद्योग दिवस हामीले हरेक वर्ष कुन दिन मनाइन्छ भनेर भनेको छ। उद्योग दिवसको सन्दर्भमा चाहिँ हामीले 1992 मङ्सिर 9 गते, 1992 मङ्सिर 9 गते नेपालको इतिहासमा उद्योग परिषदको स्थापना भयो। उद्योग परिषदको स्थापना है, उद्योग परिषदको स्थापना भयो। र यो उद्योग परिषदको स्थापना भएको दिनको सम्झनामा नै मङ्सिर 9 गतेलाई उद्योग दिवस मनाइन्छ। उद्योग दिवस भनेको प्रत्येक वर्ष मङ्सिर 9 गते उद्योग दिवस मनाइन्छ। कारण भनेको 1992 मङ्सिर 9 मा उद्योग परिषदको स्थापना भएको थियो। यही दिनको सम्झनामा उद्योग दिवस मनाइन्छ। अब तपाईहरुलाई
1992 मङ्सिर 9 गतेको सम्झनामा चाहिँ हामी उद्योग दिवस मनाउँदो रहेछौँ। र यो वर्ष 2082 को नारा चाहिँ के हो त, त्यो कुरा जान्नु पर्यो नि त। 2082 उद्योग दिवसको नारा के हो भनेर तपाईँलाई सोधिन्छ। 2082 को नारा भनेको चाहिँ के हो भने औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार है। औद्योगिक वातावरण सुधार, औद्योगिक वातावरण सुधार, औद्योगिक वातावरण सुधार, औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार, सुधार दिगो अर्थतन्त्रको आधार है। दिगो अर्थतन्त्रको आधार भन्ने नाराका साथ, अर्थतन्त्रको आधार भन्ने नाराका साथ यो वर्ष के मनाइयो त, उद्योग दिवस मनाइयो। हरेक वर्ष हामी मङ्सिर 9 गते उद्योग दिवस मनाउँछौँ र तपाईँहरूलाई उद्योग दिवस हरेक वर्ष कुन दिन मनाइन्छ सोधेको कारणले गर्दा मङ्सिर 9 इज द करेक्ट आन्सर। र नारा टिप्नुहोस् ल। 2082 को मङ्सिर 9 गते मनाइएको उद्योग दिवसको नारा के थियो भनेर सोध्न सक्छ। औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने नाराका साथ हामीले यसरी उद्योग दिवस मनाइयो यो वर्ष। ल, मङ्सिर 9 भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। सर 1993 होइन, 1992 मा चाहिँ उद्योग परिषद होइन, 1993 मा चाहिँ 1993 मा विराटनगर जुट मिल है, विराटनगर जुट मिल को स्थापना भएको है। ल, पहिलो उद्योग। ल, 10औं नम्बर प्रश्नको सही विकल्प मङ्सिर 9 इज द करेक्ट आन्सर। मङ्सिर 9 भनेका साथीहरूको मिलेको छ, अरू साथीहरू यसलाई करेक्सन गर्नुहोस्। अर्को प्रश्नतिर लागौँ। आजको लागि 11औं नम्बर प्रश्न हेर्नुहोस् त के भनेको छ। प्रत्येक वर्ष कति दिन लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गर्दछ? यो भनेको चाहिँ तपाईँहरूलाई गण्डकीलाई सोधेको थियो लास्ट इयर है। ल हेर्नुहोस्, प्रत्येक वर्ष कति दिन लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गर्दछ भनेर सोधेको छ है। साथीहरू, उद्योग परिषदको स्थापना 1992 नै हो। ल, धेरैले 1993 भन्नुभएको छ। 1993 मा भनेको विराटनगर जुट मिलको स्थापना भएको, जुन चाहिँ फर्स्ट उद्योग हो नेपालको। पहिलो उद्योगको स्थापना 93 सालमा भयो, बुझ्नुभयो नि 1993 भनेका साथीहरूले। तर 1992 मा चाहिँ उद्योग परिषदको स्थापना भएको। यसमा चाहिँ कन्फ्युज हुने भएन फेरि कारण है। ल हेर्नुहोस्, प्रत्येक वर्ष कति दिन लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गर्दछ भनेर गण्डकी प्रदेश लोकसेवा आयोगले गत वर्ष सोधेको थियो। ल है, धेरैले यहाँ चाहिँ कमेन्ट गर्नु भएको रहेछ, मैले भनिहालेँ। हेर्नुहोस् है, फेरि यो जुन के भन्छ विराटनगर जुट मिल नेपालको पहिलो उद्योग 1993 सालमा नै स्थापना भएको हो। कसको पालामा? जुद्ध शमशेरको पालामा। यो सबैलाई थाहा छ। र तर तपाईँलाई यो उद्योग परिषद भनेको 93 मा होइन है, 92 मा नै हो। धेरैले कन्फ्युज चाहिँ हुनु भएको छ, तपाईँलाई मैले क्लियर गर्दै। र साथसाथै जानकारीका लागि साथीहरू, तपाईँहरूलाई मैले जीके एमसीको मास्टर बुक बजारमा पठाएको छु, एकपटक हेर्नु होला। एकचोटि हेर्नै पर्ने बुक हो। जसरी मैले यहाँ तपाईँलाई एक्सप्लेन फर्मेटमा फिडब्याक दिन्छु नि, त्यही फर्मेटमा बुक छ। नेपालमै पहिलोपटक प्रकाशित बुक हो। 5 वर्षको अनुभवबाट बुक बजारमा पठाएको छु। र एकचोटि चाहिँ जीके एमसीको मास्टर हेर्नु होला। र विगतमा एकदमै रुचाइदिनु भएको जीके किङ बुकको 3rd एडिसन बुक पनि बजारमा छ। तपाईँले जीके किङ, जीके एमसीक्यू मास्टर एकपटक हेर्नु होला। जीके को लागि राम्रो तयारी गर्न चाहनुहुन्छ भने तपाईँहरूका लागि बेस्ट अप्सन। हेर्नुहोस् त, 11औं नम्बर प्रश्न, प्रत्येक वर्ष कति दिन लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गर्दछ भनेर 7 दिने, 16 दिने, 23 दिने र 30 दिने गरेर 4वटा विकल्प दियो। नोभेम्बर 25 देखि लगेर डिसेम्बर 10 सम्म है। नोभेम्बर 25 देखि लगेर डिसेम्बर 10 सम्म यो चाहिँ लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुने गर्दछ। र अहिले नेपालको सन्दर्भको कुरा गर्ने हो भने, अब राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको अभियान नेपालको कुरा गर्ने हो भने अहिले चाहिँ मङ्सिर 9 गतेदेखि लगेर 24 सम्म, 2082 मङ्सिर 9 गतेदेखि लगेर 24 गतेसम्म कति दिने? 16 दिने चाहिँ आन्दोलन के अरे सरी यो अभियान सुरु भएको छ। र राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको नारा के हो भनेर सोध्यो भने प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ। प्रविधिको सही प्रयोग गरौँ, प्रविधिको सही प्रयोग गरौँ, प्रविधिको सही प्रयोग गरौँ, प्रविधिको सही प्रयोग गरौँ। यसै गरेर लैङ्गिक हिंसाको अन्त्य गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ है। यो भनेको राष्ट्रिय नारा, अन्त्य गरौँ भनेको चाहिँ राष्ट्रिय नारा। र यसको सही विकल्प भनेको 16 दिने हो। र अन्तर्राष्ट्रिय नाराको कुरा गर्यो भने युनाइट टु इन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड
गर्ल्स भन्ने नाराका साथ, अन्तर्राष्ट्रिय नाराका साथ चाहिँ यो अभियान सञ्चालन भएको छ र यसको सही विकल्प भनेको 16 दिने नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्म अन्तर्राष्ट्रिय रूपमा यो अभियान सञ्चालन हुन्छ भने नेपालको राष्ट्रिय अभियान सञ्चालन लैङ्गिक हिंसा विरुद्धको 2082 मङ्सिर 9 गतेदेखि लगेर 24 गतेसम्म 16 दिने अभियान सञ्चालन भएको छ। 16 दिने इज द करेक्ट एन्सर। 16 दिने भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। ल 16 दिने इज द करेक्ट एन्सर। र 11औं नम्बर प्रश्नको सही विकल्प चाहिँ 16 दिने हो। र 12औं नम्बर प्रश्नतिर लागौँ र आजको लागि 12औं नम्बर प्रश्न के भनेको छ हेर्नुहोस् त। कोप 30 मा नेपालको तर्फबाट कसले सहभागी जनाएका छन्? अप्सन नम्बर 1 रामचन्द्र पौडेल, अप्सन नम्बर 2 महावीर पुन, अप्सन नम्बर 3 मदन प्रसाद परियार, अप्सन नम्बर 4 जगदीश खरेल। कोप 30 मा नेपालको तर्फबाट कसले सहभागी जनाएका छन्? अप्सन नम्बर 1 इज रामचन्द्र पौडेल, अप्सन नम्बर 2 इज महावीर पुन, अप्सन नम्बर 3 इज मदन प्रसाद परियार मदन परियार र अप्सन नम्बर 4 इज जगदीश खरेल। है कोप 30 मा नेपालको तर्फबाट कसले सहभागी जनाएका छन् भनेर 4वटा विकल्प दिएको छ। अरू दिन पनि युट्युबबाट हुन्छ सर भन्नुभएको छ। युट्युबबाट चाहिँ युट्युब र फेसबुकबाट अरू दिन चाहिँ युट्युब र फेसबुक दुवैबाट हुन्छ हैन। र अरू लिङ्क चाहिँ अरू साथीहरूलाई पनि पुर्याउने, यसरी 9:15 बजेको समयमा चाहिँ फिडब्याक हुन्छ भन्ने कुरा जानकारी दिने। अरू दिन चाहिँ हामी फेसबुकबाट पनि गर्छौँ, युट्युबबाट पनि गर्छौँ, तर बिहीबार चाहिँ युट्युबबाट मात्रै हुन्छ। ल कोप 30 मा नेपालको तर्फबाट कसले सहभागी जनाएका छन् भनेर 4वटा विकल्प दिएको छ। अब कोप 30 को कुरा गर्ने हो भने 2025 नोभेम्बर 10 देखि 21 सम्म 2025 यो मिति याद गर्नुहोस् ल। नोभेम्बर 10 देखि लगेर 21 सम्म चाहिँ ब्राजिलको बेलेम ब्राजिलमा चाहिँ के भएको छ त? बेलेम ब्राजिलमा कोप 30 सञ्चालन भएको छ। है कोप 30 कहाँ भयो भनेर सोध्यो भने ब्राजिलको बेलेममा भयो स्थान। ब्राजिलको बेलेममा कहिले भएको छ? कोप सम्मेलन एकदमै सोधिरहेको, जलवायुसँग सम्बन्धित युएनओ पक्षधरका राष्ट्रहरूको सम्मेलन जुन कोप सम्मेलन छ, कोप सम्मेलन 2025 नोभेम्बर 10 देखि लगेर 21 सम्म भयो, ब्राजिलको बेलेममा भयो। यसले उठाएको मुख्य एजेन्डा भनेको जीवाश्मय इन्धनको खपत विस्थापन। है जीवाश्मय खपतको अथवा इन्धनको, है इन्धनको खपत भनौँ न, इन्धनको खपत यो वर्षको चाहिँ मुख्य एजेन्डा इन्धनको खपत, यो पनि लेखिराख्नुहोस् है। जीवाश्मय इन्धनको खपत चाहिँ विस्थापन गर्नु पर्यो भन्ने कुरा चाहिँ विस्थापन गर्न पर्यो भन्ने मुख्य एजेन्डा यो वर्षको चाहिँ कोप सम्मेलनको मुख्य एजेन्डा यो रहेको छ। मुख्य एजेन्डा र तपाईलाई प्रश्नले नेपालको तर्फबाट कसले सहभागी जनाएका छन् भनेको छ। मदन प्रसाद परियार इज द करेक्ट एन्सर। मदन प्रसाद परियार कृषि तथा पशुपक्षी विकास मन्त्री। है मदन परियार भनेको कृषि मन्त्री, अहिलेको मन्त्रीमण्डलमा कृषि मन्त्री छन् यिनी। कृषि मन्त्री मदन प्रसाद परियार चाहिँ सहभागी जनाएका छन् कोप 30 मा। मदन प्रसाद परियार इज द करेक्ट एन्सर। है त अहिलेका वर्तमान कृषि मन्त्री कृषि तथा पशुपक्षी मन्त्री मदन प्रसाद परियार इज द करेक्ट एन्सर। 31 अस्ट्रेलियामा, है 31 चाहिँ अस्ट्रेलियामा हुँदैछ, एडिएलमा, अस्ट्रेलियाको एडिएलमा हुँदैछ 31। ल अर्को प्रश्नतिर लागौँ है त। 12औं नम्बर प्रश्नको सही विकल्प मदन प्रसाद परियार इज द करेक्ट एन्सर। 13औं नम्बर प्रश्न, विश्व शौचालय दिवस कहिले मनाइन्छ? अप्सन नम्बर 1 इज नोभेम्बर 22, अप्सन नम्बर 2 इज नोभेम्बर 21, अप्सन नम्बर 3 इज नोभेम्बर 20, अप्सन नम्बर 4 इज नोभेम्बर 19। विश्व शौचालय दिवस कहिले मनाइन्छ? है नोभेम्बर 22, नोभेम्बर 21, नोभेम्बर 20 र नोभेम्बर 19 विश्व शौचालय दिवस। विश्व शौचालय दिवस कहिले मनाइन्छ? नोभेम्बर 22, नोभेम्बर 21, नोभेम्बर 20 र नोभेम्बर 19। शौचालय दिवस भनेको चाहिँ नोभेम्बर 19 मा मनाइन्छ साथीहरू। प्रत्येक वर्ष नोभेम्बर 19 मा शौचालय दिवस मनाइन्छ। नोभेम्बर 19 इज द करेक्ट एन्सर। र यो वर्षको शौचालय दिवसको चाहिँ नारा के थियो भनेर सोध्न सक्छ। सेनिटेसन
इन अ चेन्जिङ वर्ल्ड, चेन्जिङ वर्ल्ड है। सेनिटेसन इन अ चेन्जिङ वर्ल्ड यो भनेको 2025 नोभेम्बर 19 शौचालय दिवसको नारा, शौचालय दिवसको नारा हो ल। शौचालय दिवसको नारा हेर्नुहोस् त, यो वर्ष शौचालय दिवसको नारा के रहेछ? सेनिटेसन, एसएनआई है, एसएनआई, सेनिटेसन इन अ चेन्जिङ वर्ल्ड भन्ने चाहिँ रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र प्रश्नले चाहिँ विश्व शौचालय दिवस कहिले मनाइन्छ भनेको छ नोभेम्बर 19 इज द करेक्ट एन्सर। ल नोभेम्बर 19 भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। नोभेम्बर 19 मा विश्व शौचालय दिवस मनाइन्छ। अर्को प्रश्नतिर लागौँ है त। ल आजको लागि 13औं नम्बर प्रश्नको सही विकल्प दिनु हुने 142 प्लस साथीहरूलाई चाहिँ बधाई छ। 142 मेनी पार्टिसिपेन्ट ह्याभ गिभ द करेक्ट एन्सर, कङ्ग्रेचुलेसन टु अल। देन आजको लागि 14औं नम्बर प्रश्न के छ त? 98औं अस्कर अवार्ड 2026 का लागि नेपालबाट सिफारिस भएको फिल्म कुन हो? अप्सन नम्बर 1 इज साम्बाला, अप्सन नम्बर 2 इज पूर्ण बहादुरको सारङ्गी, अप्सन नम्बर 4 इज डिग्री माइला, अप्सन नम्बर 4 इज एन्जिला। हेर्नुहोस् त प्रश्नले के भनेको छ? 98औं अस्कर अवार्ड 2026 का लागि नेपालबाट सिफारिस भएको फिल्म चलचित्र कुन हो? अप्सन नम्बर 1 साम्बाला, अप्सन नम्बर 2 पूर्ण बहादुरको सारङ्गी, अप्सन नम्बर 3 डिग्री माइला, अप्सन नम्बर 4 एन्जिला। मिलन चाम्सबाट निर्देशित चलचित्र हो हैन। र अब बुझ्नुस् 2026 को अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र कुन हो भनेर सोधेको छ। र यसको सही विकल्प भनेको चाहिँ एन्जिला। नेपाली महिला फुटबल टिम की खेलाडी एन्जिला तुम्बाब्बो हैन, एन्जिला तुम्बाब्बो सुब्बाको वास्तविक जीवनमा आधारित चलचित्र हो। र यो एन्जिलालाई निर्देशित गरेका थिए मिलन चाम्सद्वारा निर्देशित है। मिलन चाम्सद्वारा निर्देशित यो फिल्म जुन छ, यो फिल्म चाहिँ एन्जिला, खेलाडी एन्जिला फुटबल महिला टिमको फुटबल खेलाडी, राष्ट्रिय खेलाडी एन्जिलाको वास्तविक जीवनमा आधारित छ। यसको सही विकल्प चाहिँ एन्जिला हो। र कतिपय साम्बाला भन्नुभएको छ, साम्बाला चाहिँ यो 97औं 2025 मा चाहिँ साम्बाला, यो चाहिँ 2025 को लागि ल। 2025 को अस्कर अवार्डका लागि चाहिँ साम्बाला चाहिँ भएको थियो, अथवा 1978 अस्कर अवार्डका लागि। तर 98औं अस्कर अवार्ड 2026 का लागि नेपालबाट सिफारिस फिल्म चाहिँ एन्जिला हो। ल एन्जिला भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। आजको लागि 14औं नम्बर प्रश्नको सही विकल्प एन्जिला। साम्बाला भनेको चाहिँ लास्ट इयरको है। कतिपय साथीले साम्बाला पनि भन्नुभएको छ, त्यो कुरा बुझ्नु पर्यो। ल 14औं नम्बर प्रश्नको सही विकल्प दिनुहुने विकासजी लगायत सम्पूर्ण साथीलाई बधाई छ। 215 प्लस साथीले सही विकल्प दिनुभएको छ, कङ्ग्रेचुलेसन टु अल है। 15औं नम्बर प्रश्न, मिस युनिभर्स 2025 को उपाधि प्राप्त गर्न सफल सुन्दरी को हुन् भनेर 4वटा विकल्प दियो। स्टेफनी अप्सली, फतिमा बोस, परविनर सिंह, आतिशा मानोला। मिस युनिभर्स 2025 को उपाधि प्राप्त गर्न सफल सुन्दरी को हुन् त है? स्टेफनी अप्सली, फतिमा बोस, परविनर सिंह र आतिशा मानोला। थाइल्यान्डमा आयोजना भएको 74औं मिस युनिभर्स 2025 को उपाधि चाहिँ मेक्सिकोको फतिमा बोसले प्राप्त गरेकी छन् सुन्दरीले है। र यो परविनर सिंह भनेको चाहिँ उपविजेता बनिन्। परविनर सिंह भनेको फर्स्ट रनर अप, अथवा यो चाहिँ उपविजेता बनेकी छन् भने फतिमा बोस मेक्सिकोको सुन्दरी फतिमा बोसले मिस युनिभर्स 2025 को उपाधि प्राप्त गरेकी छन्। फतिमा बोस इज द करेक्ट एन्सर। ल फिडब्याकको अन्तिम चरण। आजको सेसन तपाईहरुलाई कस्तो लाग्यो?
प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन् साथीहरू, इक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्न छन्। हेर्नुहोस् त तपाईँहरूका लागि यति खोज गरेर अध्ययन गरेर यसरी सहजीकरण गर्दै गर्दाखेरि समसामयिक जुन इक्जामको बेला धेरैजना साथीहरूलाई चाहिँ समसामयिकको समस्या हुन्छ, त्यो समसामयिकको समस्या नहोस् भनेर प्रत्येक हप्ताको बिहीबार चाहिँ 9:15 बजेको जुन हाम्रो रेगुलर फिडब्याक सेसनको टाइम छ, त्यो टाइममा मैले तपाईँहरूलाई आस्मन उपाध्याय युट्युब च्यानलबाट फिडब्याक सेसन चाहिँ राख्नेछु। र यदि युट्युबलाई सब्सक्राइब नगर्नुभएका साथीले सब्सक्राइब गरेर तपाईँले बेल आइकन क्लिक गर्नुहोस्, नोटिफिकेसन आउन सजिलो हुन्छ। मैले युट्युबमा अरू भिडियो पनि हालिरहेको हुन्छु र योभन्दा अगाडिका जति पनि भिडियोहरू छन् त्यो सबै छ। र अब योभन्दा पछाडि पनि मैले अझै नयाँ नयाँ कन्टेन्टहरू, जीकेका आइडियाहरू तपाईँलाई सेयर गर्दै जानेछु। यो कुरा साथीले बुझ्नु पऱ्यो, त्यो कारणले गर्दा युट्युबमा पनि सब्सक्राइब गर्नुहोस्। अरू दिन चाहिँ हामी फेसबुक लाइभ, युट्युब लाइभ दुवैबाट चाहिँ लाइभ हुन्छौँ। तपाईँहरू जहाँबाट जोडिँदा पनि हुन्छ, फेसबुकबाट जोडिँदा पनि हुन्छ, युट्युबबाट जोडिँदा पनि हुन्छ। अरू दिन चाहिँ तर बिहीबार चाहिँ युट्युबबाट मात्रै हुन्छ, किनकि हामी बिहीबार समसामयिक सेसन विशेष क्लास हुन्छ है। त्यो कुरा चाहिँ बुझ्नु पऱ्यो। जसलाई एकदमै आवश्यक छ त्यो मात्रै जोडिने हो क्या, होइन? त्यो देखेकै भरमा जोडिने भन्दा जसलाई आवश्यक छ, आवश्यक भएको मान्छे जसरी पनि जोडिन्छ। तपाईँलाई मैले जुम आइडी पासवर्ड पठाएर भए पनि जोडिनुहुन्छ, आवश्यक हुने साथीले। त्यो कुरा चाहिँ तपाईँहरूको अलिकति गुणस्तरीयता बढ्ने उद्देश्यका साथ यसरी हामीले बिहीबारको सेसन चाहिँ युट्युबबाट मात्रै हुन्छ, जुन चाहिँ हामी समसामयिक सेसन गराउँछौँ भन्ने मैले तपाईँलाई जानकारी दिएको छु। जोडिने अरू साथीलाई पनि सेयर गर्ने। 9:15 बजेको समयमा चाहिँ यसरी आस्मन सरको महत्त्वपूर्ण प्रश्नहरू, सम्भावित प्रश्नहरू चाहिँ भएको छ भन्ने कुरा जानकारी दिन पर्यो। र साथसाथै साथीहरू, तपाईँहरूले अब भौतिक माध्यमबाट, अनलाइन माध्यमबाट लोकसेवा आयोगतर्फ नासु खरदार अफिसर, यसै गरी शिक्षक सेवाको प्रावि निभावी मावि जुनसुकै तहको तयारी गरिरहनुभएका साथीहरू, अब मेरो भौतिक कक्षा अनलाइन माध्यमबाट दुवै माध्यमबाट एम्बिसन गुरुमा हुनेछ। रेगुलर क्लासहरू, फिडब्याक क्लासहरू सबै एम्बिसन गुरुको प्लेटफर्मबाट देख्न पाउनुहुनेछ। र यदि तपाईँहरू पनि तयारी कक्षा लिन चाहनुहुन्छ भने एम्बिसन गुरुको एप डाउनलोड गर्नु होला। यहाँ क्युआर कोड दिएको छ, अथवा प्ले स्टोरमा गएर, एप स्टोरमा गएर तपाईँहरूले चाहिँ एम्बिसन गुरु डाउनलोड गरेर आफूलाई आवश्यक पर्ने कोर्स पर्चेज गर्न सक्नुहुनेछ है त। ल अब हामी भोलि पुनः 9:15 बजेको समयमा भेटौँला। सबैजना साथीहरू जुन जुन इक्जामको तयारी गरिरहनु भएको छ, एकदमै शुभकामना छ है। र यसलाई चाहिँ सुरक्षित पनि राख्नुहोस्। र यही नै हो कुराकानी। रिजल्ट हेरौँ है त। ल अब आजको चाहिँ रिजल्ट हेरौँ है। ल अल्छी नगरौँ है त साथीहरू। ल आजको लागि 15 नम्बर प्रश्नको सही विकल्प भनेको फतिमा बोस इज द करेक्ट आन्सर। 229 प्लस साथीले सही विकल्प दिनुभएको छ। कङ्ग्रेचुलेसन टु अल है। ल अमरजीले के भन्नुभयो? आसमान सर जस्तै उज्यालो मन पाउन कहाँ सजिलो छ, उहाँकोले दिएको ज्ञानले नै हाम्रो भविष्य अझ चम्किनेछ भन्नुभएको छ अमरजी। एकदमै धन्यवाद, एकदमै शुभकामना है सबैको लागि, सधैँका लागि। आसमान सर अल फेभरेट जिके सर, थ्याङ्क यू भन्नुभएको छ। ल धन्यवाद है त। समसामयिक क्लासले थप सहयोग मिलेको छ भन्नुभएको छ। ल जोडिनु पर्यो। यस्तै क्लासहरू निरन्तर ल्याइदिनुहुन्छ, त्यो पनि निःशुल्क रूपमा, नो कस्ट एकदमै है त। ल ओके साथीहरू, र आजको लागि विनर हुन सफल हुनुभएको छु। ब्याक टु ब्याक अब ह्याट्रिक हान्नु पर्यो है। आसमान सर आई लभ यु भन्ने साथीको चाहिँ मलाई रियल नाम चाहिएको छ है। ल 15 वटामा 15 वटै प्रश्नको सही विकल्प दिनुभएको छ। राम्रो छ समसामयिक अपडेट। द्वितीय स्थानमा मनोज महराजी हुनुहुन्छ, यहाँलाई पनि बधाई छ। र तृतीय स्थानमा लालबहादुर श्रेष्ठजी हुनुहुन्छ, यहाँलाई पनि बधाई छ है। सर हजुरले क्वेसन कहाँबाट राख्न सकिन्छ भन्नु न। म त यो अध्ययन गर्ने हो, खोज गर्ने हो, ल्याउने हो होइन, त्यही त हो नि। ल र यसै गरेर चाहिँ लालबहादुरजी लगायत हरिजी होइन, मुस्कानजी लगायत जो सहभागी जनाउनु भएको छ सबैजना साथीहरूलाई शुभकामना, जुन जुन इक्जामको तयारी गरिरहनु भएको छ। र भोलिको बसाइमा पुनः 9:15 बजे भेट्ने भाषा गर्दै आजको लागि बिदा चाहन्छु। नमस्ते, शुभरात्रि।